आज हामीसँग रेडमीको 10C मोबाइल आएको छ र यो मोबाइलमा ग्राफिक देखिएको छ तर लाइट देखिएको छैन। ढिला नगरिकन मदरबोर्डको सिल हामीले उक्कायौँ र कम्पोनेन्टहरू डायग्नोस गऱ्यौँ। डायग्नोस गर्ने क्रममा हामीले एउटा कम्पोनेन्ट सर्टिङ फेला पार्यौँ। सर्टिङ क्वाइलबाट फेला पारियो र हामीले ढिला नगरिकन नयाँ क्वाइल यो मोबाइलमा हाल्यौँ र हालेपछि हाम्रो मदरबोर्ड हिटिङ इस्यु सल्भ भयो र हाम्रो मोबाइलको डिस्प्ले लाइट पनि प्रपरली आएको छ।